हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल है। आजको दिनमा हामी चाहिँ दुईजना खुसीको क्याम्पसमा छ होइन। हामीले सेकेन्ड पिरियड पढ्यौँ। ऊ छ एन्जेला होइन, उसले फुल दिइरहेछ अनि म छु। अनि आज चाहिँ खासमा मलाई थाहा थिएन, आज चाहिँ अप्रिल 1 रहेछ भनेपछि आज अप्रिल फुल डे। त्यही भएर आज हाम्रो अप्रिल फुल डे कस्तो हुन्छ भनेपछि के गर्नु भन्दा एउटा कसैलाई हामीले चाहिँ के गर्नु भन त, के गर्ने ठिक छ। एनिवे अब चाहिँ मैले सिधै गएर त्यो उ गरिदिन्छु होइन। सो फुल छैन हामीसँग होइन। त्यो केटीलाई चाहिँ हामीले चिन्दिनँ कि त्यो नयाँ केटी हो होइन त्यो। सो एक्टिङ गर्न गइरहेको छौँ। सो लेट्स गो। लगे ओइ त्यो फुल चुटेला धेरै नगुमाऊ। हे गाइस हाई। तिमी अनि कहाँ क्यामेराम्यान त्यस्तो राखेर मेरो फिन्चुरिसको ल ल ल नो वरिज ब्रा। ए कति राम्रो छ कति राम्रो। हैन आज उसले साच्चीकै गोप्य कुरा भन्न राखे कि साथीहरु सुन न। म पनि मलाई पनि थाहा छ गोप्य या चुप लाग न। यो भिडियो चाहिँ लिक हुँदैन कि बाहिर त हो है। सो चिल आउट गाइस। ओइ ल न ल छिटो सुरु यार। है त म खुसको गर्छु नि त, टाढाबाट गर्ने नि त। ए हैन उला गरे यस्तो गरौ न त। त्यो मोबाइल लगिराख क्यामेरा र जुम ए सुन न ड्यासले क्यामेरा र जुम गर्दा यसमा त हल्का मान्छे नि चिन्दैन। सो हामीले चाहिँ एउटा एप्रिल भिडियो बनाउनु भनेको चाहिँ सो त्यो पनि गर्न मिलेन के हैन। त्यही भएर हो के चाहिँ गर्ने के यार। न त यिनीहरुसँग यिनीहरुको दिमागै छैन यार। उइको छ कि म त मगत परे के हुँदैन। बल आयो बल। बाउनको दिमाग हुनुपर्ने बाउन यस्तो छन्। अब चाहिँ हामीले कलबाट चाहिँ प्र्याङ्क गर्दैछौँ क्या आज होइन। आज अप्रिल फुल मनाउँदैछौँ होइन। तर के चाहिँ भन्नु रे भिडियो बनाएर कल गरेन। हामी चाहिँ अप्रिल फुल गराउँदैछौँ होइन। यत्र केटीहरू छन् मेरो अघि पछि होइन। हल्का चेन्ज गर्ने नि त हल्का। सो हामी देख्न सक्नुहुन्छ होइन। हामीले यहाँ एउटा कलबाट चाहिँ गर्दैछौँ है त। त्यो कल नम्बर चाहिँ हामीले देखाउनु पर्दाखेरि होइन। हाम्रो त्यहाँ साथीहरू बसेको छ, उता उता बसेको छ, उता बसेको छ। पानी यस्तो हुँदैन साथी होइन। सो अब चाहिँ हामीले कल मोबाइल ल्याएर राख्नु न। ढुङ्गा लिएर आऊ त एउटा। तिमीलाई त बालै हुँदैन, तिमीलाई देखाउने नि त के सर प्र्याङ्क हो नि त। सो अनि ब्लग हान्दैन यसको हामी चाहिँ के प्लानिङ गर्ने कि उसलाई त हुँदैन के हुँदैन। तल राख्नु भएन भैमा राख न। मलाई ढुङ्गाले यत्रो ढुङ्गाले मलाई हान्दै प्र्याङ्क गर्दैछौँ कि होइन। सो एउटा नम्बर मैले माग्दैछु कोही केटीको 1 रुपियाँ भए पनि कुरा गरौँ न त। म देखाएको थिएँ भन्नु। सो मैले एउटा नम्बर भेटाएको छु होइन। यसलाई हामीले कल गर्छौँ के भन्छ ल यो केटीले है। मैले यो केटीलाई चिन्दिनँ फेरि। हेलो हजुर के गर्दै हो के गर्दै हो। म चिन्न क्या तिमीलाई अस्ति टिकटकमा देखिरहेको थिएँ क्या। फोन नम्बर त अब तिमीलाई भेटेपछि त आइहाल्यो नि त। टिकटकमा देख्यो अनि यतिकै अब खोजेर अनि भेटाइहाल्यो। मेरो नाम निगम हो। निगम हो निगम निगम। तिमीलाई फलो गरेको छु त अनि तिमीलाई अनि मैले फर्स्ट देख्दाखेरि नि अनि पछि भेटाएर अनि त्यसपछि नम्बरहरू खोजेर कल गरेँ। अन्त रिप्लाई दिएन अनि कस्तो सरी हो फेरि। कस्तो बिहे बाहिरी ल नलिनु है हेर्न नलिनु लाग्यो। हामी चाहिँ अहिले राइड हिँड्दैछौँ। ल घुमाऊ म झरौँ ल यो केटाहरू छ यहाँनिर हाम्रो गाइड छ गाइजहरू घुमाउँदै
साथीहरु हैन क्याम्पस आएको तर हाम्रो केटाहरूले चाहिँ जाम भने मेरो खोरो लिएर म हिँडेको छु हैन त्यही हो कुरा आज अप्रिल फुल डे यिनीहरूले मलाई कहाँ लग्यो थाहा छैन त्यो दाइले अप्रिल फुल हाने होला तलबाट हो कि अघिको ठाउँबाट घुम्ने भने त्यो नै एउटा थाहा मलाई त कि त्यो अघि बाटो अघि जाने अघि बाटो नजाउँ कि अर्को बाटो जाउँ न जाउँ केटाहरूले पेट्रोल सम्झने काम बाहेक गरेर केही गरेको जस्तो लागेन मलाई तिम्रो खुट्टा अलिक त्यही होइन र त सो हामी चाहिँ देख्न सक्छौँ हामी राइडमा छौँ अहिले होइन यहाँको अवस्था यस्तो छ गाई देख्न सक्नुहुन्छ हामी अहिले प्रत्यक्ष प्रसारणमा छौँ ओ यताबाट हिँड्नु है उताबाट जाने हो कि हो भनेको गई कहाँ हो सिंहदरबार पुग्यो होइन हो हेर न यहाँ जान सुर्ती लाउनु लाग्यो हामी है हामी चाहिँ अहिले माइती घरतिर घुमिरहेछौँ राइडमा होइन सो केटाहरूले कहाँ भागे तल्लो बाटो गएको दिनेहरू होइन हामी चाहिँ माथि गयो माथि क्याम्पस पढ्को देख्नु हामी चाहिँ अब क्याम्पस पढ्दिउँ होला है के गर्नु जम्प यताबाट हाम्रो दिँदैन गएको यताबाट हाम्रो त्यो त जाममा फेरि चलाउनै नसक्ने क्या मैले मलाई अब त हामी क्याम्पसै गरिदिँदैछ नि उनीहरूले जे गरेर नि थाहा छैन मलाई मेरोमा त हावा पनि छैन कुरो चाहिँ त्यस्तो हो हाम्रो क्यामराम्यानले पुरा क्यामरा नराखेको होइन तपाईँहरूले हामी चाहिँ उसलाई माइती गर्नु केटाहरू कहाँ गयो कहाँ अब हामी कलेज जाने धन्न पेट्रोल चाहिँ रहेछ मेरोमा केही पनि हुँदैन पेट्रोल हामी चाहिँ अब क्याम्पस फर्किँदैछौँ है सिधै भ्लगर अनि आज अप्रिल फुल डे पनि रहन्छ हाम्रो अगाडि नै भिडियो राख्न सकेको छौँ हिजो अस्ति भ्लगरमा पाएन मेरो मबाट सो आज चाहिँ आइरहेको छ आज दिनभरिको कुराकानी स्पष्ट र स्पष्ट रूपमा जानकारी गराउने नै छौँ आजको दिनमा छ नि दायाँ हेरेर चलाउनु नि यार यिनीहरू यार मलाई त तेल दिन्छ मेरो चाहिँ आज छैन मेरोमा हावा हालेर जानु पर्ने यार घरले गएर हाल्नु केटाहरू गयो कहाँ तिनीहरू यतापट्टि छिरेका हुन् होइन अवश्य भयो चाहिँ आयो होला नि कि त्यस्तो लाग्यो मलाई देखाउँदैन कति कुरा पनि हुन्छ
तेलको देखाउँछ हामीले देख्न सक्छौँ अहिले हामी प्रत्यक्ष प्रसारणमा छौँ हामीले हजुरहरूलाई स्पष्ट रूपमा देखाउन चाहन्छौँ आजको दिनमा हामी अहिले बुद्धेश्वर क्याम्पसमा पुगिसकेका छौँ साथीहरू देख्न सक्नुहुन्छ हामीलाई हामी अहिले दृश्यावलोकन गर्न चाहन्छौँ हामी सबै क्याम्पसमा अध्ययन गर्न जाँदैछौँ हामीलाई तपाईँहरूले दृश्यावलोकन गर्नु हेर्नु हामी के गर्छौँ आजको दिनमा छानी जसरी यहाँ आइराख्दाखेरि हामीले तपाईँहरूले हामीलाई देखिराख्दाखेरि यहाँ के भइरह्यो त पाटन समितिको क्याम्पसमा के भयो त आज हामी पाटन समितिको क्याम्पसभित्र प्रवेश गर्दैछौँ अब पाटन समितिको क्याम्पस देखाउँछ अब क्याम्पस आइपुग्यो हामी क्याम्पस आइपुगेका छौँ देख्न सक्नुहुन्छ छैन कल गरौँ सो गाइज अब म फेरि घरमा आइसकेँ क्याम्पसबाट खानासाना खाइगयो अब सुत्नु लाग्यो अब सुत्ने अनि पछि उठ्ने चिया खाने होइन अनि त्यो अघि मैले जुन एउटा भिडियो बनाएको थिएँ कि होइन मोबाइल लगेर अनि त्यहाँ रेकर्ड गरेर अनि यताबाट भिडियो खिचेको सो त्यो भिडियो चाहिँ कस्तो रेकर्डै नउस्तो कसरी पो लिनु के सो त्यसको लागि तयारी गर्दैछु मैले तयारी गर्दै त्यहाँनिर तर त्यो काम गरेन त्यसले लिएन मोबाइलले अब पछि मैले एउटा त्यहाँ बल्ब राखेको छु साह्रै देख्नु है यो चाहिँ किन राखेँ तपाईँलाई थाहा छ किनकि यहाँ चाहिँ मैले यो भिडियो बनाउँछु क्या होइन टिकटक भिडियो बनाउँछु नि त भिडियो बनाउँछु त्यसपछि भिडियो बनाउँदाखेरि लाइट चाहिँ थियो तपाईँ झालसाल बन्द गर्ने झ्यालसाल बन्द गरेर उडेर अनि त्यहाँ टक्क अन गर्ने टक्क दामी हुन्छ क्या त्यसपछि भिडियो बनाउँदा त्यस्तो प्लानिङ गराएर मैले गरेको छु गाइज है के भयो भन्दाखेरि होइन मेरो आज अहिले समय कति बज्यो घडीमा धेरै ढिलो भइसक्यो आज अहिले चाहिँ 10 बज्यो क्या 10 भन्दा 9:30 भइसक्यो आज होइन हेर्नुहोस् आज 9:30 भइसक्यो होइन अनि फेरि त्यो दिउँसोको भिडियो होइन बिहानको भिडियो मैले एडिट गर्दै त्यो भिडियो चाहिँ अर्को मोबाइलमा नि थियो होइन एउटा दुइटा अनि त्यसले गर्दा त्यसलाई यताउता गर्दाखेरि मैले आज त्यो भिडियो मेरोमा यसमा जुनमा धेरै भिडियो छ त्यसमा गर्नको लागि पनि जुन मोबाइलमा चाहिँ धेरै भिडियो गरेको थिएँ त्यो मोबाइलमा चाहिँ अर्को मोबाइलमा थियो क्या त्यही भएर मैले त्यो गर्नु पाइनँ के अरे भिडियोहरू ल्याउँदाखेरि समस्या भयो त्यही भएर भर्खर बल्ल मैले त्यो भिडियोहरूलाई एडिट गरिसकेँ होइन छाड्नु पर्ने अनि फेरि त्यही हो अनि त्यही छाड्नुहोस् त्यसलाई मैले क्लिपहरू त्यस्तो एडिट त के भन्नु होइन जस्तो क्लिपहरू नराम्रो शब्दहरू बोलेको हुन्छ नि त अथवा नराम्रो भिडियोहरू त्यस्तोहरूलाई अनि मैले त्यो हटाइदिएँ अनि लास्टमा म के भन्छु भन्दा मेरो आज दिउँसोको साथीहरूलाई चाहिँ हामीले जुन प्र्याङ्क गर्ने भनेको थियौँ नि होइन सो त्यो भिडियो चाहिँ मैले राखिनँ किनकि अब त्यो प्र्याङ्क गर्ने त्यो त नराम्रो हुनसक्छ अब हाम्रो केटी साथीहरू पनि धेरै छन् होइन सो उनीहरूलाई नि नराम्रो होला त्यही भएर मैले त्यो राखिनँ अरू भनेको त्यही हो सो कल प्यारेन्ट पनि के भन्छ त्यसलाई सो कलमा बोलेको कुरा नि त कलमा कल गरेर प्र्याङ्क गरेको भिडियो पनि राखेँ होइन सो ल अब यति भन्दै म आज सुत्छु साथी होइन आज तपाईँको निदर लाग्यो म दिउँसो बिहान छिटो उठाइदिएँ नि त सो भोलि बिहान म क्याम्पस जान्छु फेरि भोलि आजको भिडियो चाहिँ भोलि हाल्छु मैले आजको यो भिडियोलाई चाहिँ म भोलि बेलुका अथवा भोलि बिहान राख्छु होला सायद बिहान राखिदिउँ बेलुका राखिदिउँ भोलि बिहान पोस्ट गर्छु मैले
सो म यो भिडियोलाई भोलि बिहान पोस्ट गर्छु। यति भन्दै म आजको लागि यो भिडियोलाई यहीँनिर अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद, नमस्ते सबैजनालाई, बाई बाई, गुड नाइट र ह्याप्पी के अरे उयो सबैजनालाई गुड नाइट, स्विट ड्रिम, सपना देख्नु, राम्रो राम्रो सपना देख्नु होइन, केटीहरूले सपनामा मलाई देख्नु है, अरू त मलाई थाहा छैन।